हेलो एभ्रिवान एकदमै लामो यात्रापछि चाहिँ हामी फाइनली नेपालमा रहेको एकदमै प्राचीन मन्दिरमा आइपुगिसकेको छौँ। तपाईँ देख्न सक्नुहुनेछ यो शिव भगवानको मन्दिर। एकदमै जङ्गल वरिपरि धेरै नै लामो सफरपछि चाहिँ हामी फाइनली मन्दिर आइपुगिसक्यौँ। मन्दिर जाँदैछौँ। दिदी ऊ चाहिँ मन्दिर गइसकी मन्दिरमा चाहिँ कुचो डस्टबिन त्यत्तिकै राखिरहेको रहेछ। ऊ जाने बित्तिकै कुचो समाइहाल्यो। उसलाई चाहिँ जता पनि केही देख्यो भने चाहिँ कुचो लगाइहाल्नुपर्ने। अनि मन्दिरमा पनि कुचो र डस्टबिन अगाडि राखिरहेको रहेछ। अनि ऊ चाहिँ जाने बित्तिकै कुचो र डस्टबिन लिएर वरिपरि पातीहरू चढाएर अलिकति फोहोर जस्तै देखिएको थियो नि त। अनि त्यही भएर नि होला उसले चाहिँ कुचो लिएर ऊ चाहिँ सफा गर्न थालिसकी। राम्रोसँग सफा गरेर अनि पूजा गर्नुपर्छ हामी चाहिँ सबै राम्रोसँग सिँगारेर भनेर अनि ऊ चाहिँ पहिला चाहिँ कुचो लाउन थालेँ। यहाँ हेर्न सक्नुहुन्छ मन्दिर कति राम्रो छ। अब यहाँ पहिल्यैदेखि बनेर पहिल्यैदेखि स्थापना आफै उत्पन्न हुनुभएको रे भनेर नि चलन छ। अनि हामी चाहिँ यो मन्दिरको बारेमा चाहिँ यता आन्टीहरूले भन्नुभएको भएर थाहा भएर चाहिँ अनि एकचोटि भिजिट गर्न जाऊँ न भनेर हामी आएको। धेरै नै लामो यात्रा गरेर एकदम बाटो पनि धेरै अप्ठ्यारो नि थियो। त्यसपछि हामी फाइनली आइपुग्यौँ। अनि ऊ चाहिँ सफा गरिराखेपछि सफा गरेर अनि मात्रै हामी पूजा गर्नुपर्छ भगवान्को भनेर भनेको थियो। हेर्नु न भगवान् कति राम्रो भगवान्को लुक कति राम्रो छ। कति राम्रो देखिनु भएको कति राम्रो मूर्ति। अनि त्यसपछि कस्तो राम्रो मन्दिर के देख्दै मन पनि कस्तो आनन्दित भयो। अनि म पनि उसले त्यहाँ सफाउनलाई भनेर भगवान्को मूर्तिमा भएको पहिले चढाइराखेको पातीहरू अनि त्यसपछि फुलहरू टिपेर चाहिँ सफा गर्नतिर लागेँ। अनि डस्टबिन अहिले उठाएपछि लर फाल भनेर भन्यो। अनि मैले चाहिँ लर फालेँ बाहिर लगेर। अनि ऊ पनि त्यहाँ सफा गर्न भनेर उभिएर हेरेर बसिरहेकी थिएँ। राम्रोसँग सबै सरसफाइ सकिएपछिको चाहिँ हाम्रो भगवान्को मन्दिरको फाइनल लुक हो यो। अनि कति राम्रो भयो। अब चाहिँ हेर्न सक्नुहुन्छ सफा गरिसकेर चाहिँ ऊ चाहिँ भगवान्को भक्ति गर्नतिर लागिसकी उहाँ प्रार्थना गर्नलाई। त्यसपछि म चाहिँ भगवान्लाई अब पूजा गर्नको लागि भनेर सामानहरू रेडी पार्नतर्फ लागेँ। अनि एकछिन क्यामेरा अड्याउनु पऱ्यो भनेर यसो हेर्दै थिएँ। अनि बिचमा चाहिँ एकछिन राम्रोसँग क्यामेरा नअड्डिएर अनि म चाहिँ यहाँ ठाउँ खोजिरहेको छु। अनि त्यसपछि म चाहिँ फुलहरू रेडी गर्नतर्फ लागेँ। हामीले चाहिँ झोलामै फुलहरू लिएर आएको थियौँ। अनि त्यहाँ चाहिँ मन्दिरमै त्यो पातहरूले बनाएको टपरी हुन्छ नि हो त्यो चाहिँ राखिराखेको रहेछ। अनि त्यसैमा मैले चाहिँ झोलाबाट फुलहरू झिकेर अनि त्यसमा हाल्न थालेँ भगवान्लाई पूजा गर्नको लागि भगवान्लाई फुलले सिँगार्नको लागि। अनि म चाहिँ पातहरू हालेर फुलहरू हालेर रेडी पार्दैछु। अनि म त्यहाँ भिडियो यता क्यामेरा राखेर बनाउँदै थिएँ। अनि सामानवाला क्यामेरा भनेर मैले उसलाई दिएँ। अनि ऊ एकछिन भगवान्सँग कुरा गर्न लागेको थियो होला। अनि मैले उसलाई दिएँ। अनि उसले चाहिँ मेरो भिडियो बनाउँदै थिएँ। त्यसपछि मैले फुलहरू त्यो टपरीमा सकिएर चाहिँ अनि त्यसपछि चाहिँ मैले बेलपत्र पनि टपरीमा हालेँ। यो चाहिँ बेलपत्र एकदमै प्यारो हुन्छ नि त शिव भगवान्को लागि। अनि यो चाहिँ बेलपत्र हो मैले त्यसमा हालेर रेडी पारेँ। अनि आज चाहिँ स्पेसल्ली सोमबार भएको कारणले गर्दा पनि शिव मन्दिर चाहिँ हामी फाइनली आयौँ। सोमबार स्पेसल्ली शिव भगवान्को हो नि त। अनि सबै सामान रेडी पारेर चाहिँ फाइनली हामीले पनि आफूले लिएर आएको सामानहरू भगवान्लाई चढाएर सिँगार्यौँ। यो चाहिँ फाइनल लुक रहेको छ। ऊ चाहिँ अझ पनि फाइनल लुक भइसक्यो भने ऊ चाहिँ अझ पनि भगवान्लाई सिँगार्दै थिए उता फुलहरू चढाएर। अनि त्यसपछि यतातिरको लोकल मान्छेहरू पनि आउनुहुँदो रहेछ। अनि उता साइडमा चाहिँ एकजना यतैतिरको मान्छे आउनुभएको होला। अनि त्यता एकछिन ध्यान गर्दै हुनुहुन्छ पूजा गरेर। अनि फाइनली सबै हामीले लिएर आएको सामानहरू भगवान्लाई चढाएर फाइनली हामीले भगवान्लाई सिँगारेर यस्तो बनाएको छौँ। देख्न सक्नुहुनेछ कति राम्रो भयो। हामीले चन्दन पनि लिएर आएर भगवान्लाई चन्दन लगाइदियौँ। रोज फुल टिपेर लिएर आएको थियौँ। बेलपत्र सबै हामीले भगवान्लाई चढाएर चाहिँ भगवान्लाई सिँगारेर यति राम्रो बनायौँ। एकदमै आनन्द एकदमै रमाइलो हुँदो रहेछ भगवान्लाई त्यसरी आफैले यति टाढाको मन्दिरमा पनि आफूले प्रत्यक्ष रूपमा आएर भगवान्लाई सिँगारेर पूजा गर्न पाउँदा चाहिँ एकदमै रमाइलो लाग्दो रहेछ। सो फाइनल लुक यो
अनि त्यसपछि हामीले सबै पूजाहरू गरेर भगवानलाई सिकाइसकेपछि हामी त्यता मन्दिर वरिपरि रहेको ठाउँहरूमा भिजिट गऱ्यौँ। यता वरिपरि चाहिँ एकदमै राम्रो, सबैतिर एकदम हरियाली मौसम, बोटबिरुवाहरू रोपेर एकदम राम्रो रहेछ। त्यसपछि हामीले वरिपरि त्यतातिर घुम्यौँ। अनि हिँड्दै अब चाहिँ हाम्रो अब घर जाने टाइम पनि भइसकेको थियो। अनि वरिपरि हामीले घुम्यौँ, हेऱ्यौँ। कति राम्रो छ, वरिपरिको मौसम पनि धेरै राम्रो छ। अनि रुखहरू रोपेको यतापट्टि त्यो पोखरीमा देखिनुभएको पनि त्यहाँ बिचमा चाहिँ शिव भगवानको मूर्ति छ, त्यो नि त्यति राम्रो छ। अनि एउटा रुख रहेछ, अनि घाम पनि चर्किरहेको थियो, त्यही भएर म एकछिन त्यहाँनिर बसेँ अनि फेरि हिँडेँ। अनि यतापट्टि साइडमा चाहिँ यता 64 भगवानको मूर्ति शिव भगवानको यतापट्टि साइडमा रहेछ। अनि त्यो पनि मैले अलिकति थोरै क्लिप यसमा एड गरिहालेँ। त्यसपछि अब ऊ पनि ब्याग बोकेर हिँड्न रेडी बनिसकेँ। त्यसपछि म पनि रेडी भएँ अनि म पनि हिँड्दै अब फाइनली हामी गयौँ लेट्स बाई। त्यसपछि चाहिँ हामी आफ्नो घरतर्फ लाग्यौँ। यो देख्न सक्नुहुनेछ त्यहाँ मन्दिरबाट आउँदाखेरिको बाटोहरू, यताको मौसम। यो हामी चाहिँ राम्रोसँग भिजिट गरेर फर्क्यौँ।